सिंहदरबारमा आगो लगाइसकेपछि उहाँले फ्रन्टमा आएर बोलेको छ र जति पनि फन्ड ल्याउने काम गरेका छ नि डलर ल्याउने काम उहाँले नै गरेका छ र उहाँ कहाँदेखि जोडिनुहुन्छ भने उज्जवल फाउन्डेसनदेखि जोडिनुहुन्छ उज्जवल थापा फाउन्डेसनदेखि र सबै खेलाडी नै उहाँ हुन् र उहाँ लगायत सिंहदरबारमा आगो लगाउने टिमलाई पागल कुकुरलाई ढुङ्गाले हान्छन् नि जसरी त्यसरी हानेर यो देशबाट लखेट्नुपर्छ अब कुरा बुझ्नुभयो के र उहाँले के भनेको छ भन्दा निश्चल खरेल भन्ने मान्छेले बालेन ब्रो सिंहदरबारमा आगो लागिसकेपछि बालेन ब्रोले भित्र बसेर बालेन ब्रोलाई धेरै धेरै धन्यवाद भित्र बसेर सहयोग गरेकोमा गर्नुभएकोमा यहाँ आउँछ उहाँ बोलेको यो फेरि एआईले बनाएको भन्ला नि दुर्गा प्रसादलाई एआई चलाउन आउँदैन यो कुरो पनि बुझाउनुहोस् 2058 सालको आज म तपाईँहरूलाई भनिदिन्छु 2058 सालमा राजदरबार हत्याकाण्ड हुँदाखेरि बाबुराम भट्टराईलाई कसरी थाहा भयो भोलिपल्ट उसले दोस्रो भण्डारखाल पर्व कोत पर्व मानिँदैन भनेर भनेको छ भनेपछि तपाईँलाई एउटा कुरा के भन्छु भने दरबार हत्याकाण्डमा बाबुराम भट्टराईलाई नाकमा खुर्सानी हालेर सोध्ने भने दरबार हत्याकाण्ड पत्ता लाग्छ बाबुराम भट्टराईलाई बुझ्नुभयो त्यो पालो आउँदैछ हामी जस्ता मान्छे आउन् यिनीहरूको खैरियत छैन अहिले रवि लामिछानेलाई निकालेर रवि लामिछानेको नेतृत्वमा जम्मै जाउँ बाबुराम भट्टराईको बाउको देश हो यो बाबुराम भट्टराईका बाउले बनाइदिएको देश हो यो मलाई अलिकति देश दुखेपछि मलाई बोल्न आउँछ क्या कोही कोहीलाई त लेख्न आउँदो रहेछ बालनजीले त अघि राति लेखेर फेरि आफै हटाउनु भयो होइन मैले बोल्दाखेरि एउटा शब्द बोल्दाखेरि दुर्गा प्रसाईले बोल्यो भन्थे उसलाई त लेख्दो रहेछ त जम्मै लेखेको मान्छे महान भयो होइन हेर्नुहोस् त त्यसले गर्दाखेरि बाबुराम जस्ता मान्छेहरू बालेन जस्ता मान्छेहरू निश्चल खरेल रक्षा बम जस्ता भावना रावतको नाम आउँदैछ होइन अहिले मन्त्रीमा त्यो तपाईँको माउथ चाहिँ राम्रो तर फुजुल अनुहार चाहिँ राम्रो माउथ चाहिँ भनेर भनेको थियो नि केशर स्थापितलाई त्यो केशव स्थापितहरूलाई फ्याँक्नको लागि बालनलाई अघि बढाउनको लागि त्यो त्यतिखेर प्रयोग गरेको एउटा वस्तु हो कुरा बुझ्नुभयो त्यतिखेर प्रयोग गरेको भनेपछि पश्चिमा देशहरूले के गरेर मान्छे प्रयोग गर्दा रहेछन् सोसियल मिडिया मार्फत भन्ने कुरो मैले तपाईँहरूलाई यो भिडियोबाट देखाउँछु यो भिडियो यति सेन्सिटिभ छ